ल साथीहरु सधैँ कति मकैको भात र ढेँडो भात खाने हैन। आज चाहिँ चामलको भात पनि खाइदिउँ भनेर टक्कसँगले फापरको साग पकाएको छु। अब भात चामलको भइहाल्यो। अनि त्यसपछि टमाटर र सिलामको अचार बनाएको छु है। सलादमै हेर्नु त रातो मुला। यो चाहिँ सबैजनाले खानुहोस् है, किनभने खुन कमी छ भने पनि यसले खुन बढाउने काम गर्छ क्या। त्यही भएर म चाहिँ खान थालेँ ल। आज फापरको सागसँग भात खाने एकदम ठुलो इच्छा मेरो। त्यही भएर सुरुमै साग र भात खाइहालौँ है। एकदम मिठो भयो। अचार साङ्पा आउलो। छोराले खुब साग र भात मन पराउँछ कि फेरि। कस्तो मिठो हो यो त। यो त काँक्रा गाजर भन्दा पनि मिठो हुन्छ। फापरको साग कस्तो मिठो भएको छ। आज दाल साल नपकाइकन सागसँग मात्रै। साग अचार भाइ लु। अबे त्यो लगाएर मम्मीले खुवाउँछु नि त। यो मलाई त कस्तो मिठो भएको भयो। आउलु भाइलाई साग मिठो लाग्यो हो, तर फापरको साग धेरै खायो भने चाहिँ फेरि हातखुट्टा झमझम गराउँछ अरे भनेको सुनेको थिएँ मैले। मलाई पनि त्यस्तै लागिरहेको छ। धेरै पट्टालेर आयो। फेरि शनिबार पनि ल्याएर खानु पर्यो। कस्तो गुलियो पारेको मिठो